नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई हाम्रो यो नयाँ भिडियोमा। आजको यस भिडियोमा हामीले गोरखापत्रमा प्रकाशित लोकसेवा आयोगका एमसिक्यू सामग्रीहरू लिएर उपस्थित भएका छौँ। यदि तपाईँहरू लोकसेवा आयोग, शिक्षा सेवा आयोग, अन्य कुनै प्रतिस्पर्धात्मक लोकसेवा परीक्षाहरूको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि अत्यन्तै उपयोगी हुनेछ। ढिला नगरी आजको महत्त्वपूर्ण वस्तुगत प्रश्नतर्फ लागौँ। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन कहिले सम्पन्न भएको थियो? यसको सही उत्तर भनेको विक्रमसम्म 2083 साउन 11 गते चाहिँ यसको उद्घाटन भएको थियो र यसको मुख्य लम्बाइ भनेको चाहिँ 2.688 किलोमिटर रहेको छ। त्यसै गरी अरू डाटाहरू पनि यहाँ देख्न सक्नुहुन्छ। त्यसै गरी कुल लागत कति रहेको छ भने यहाँ हेर्न सक्नुहुन्छ। त्यसै गरी जोड्ने स्थान भनेको काठमाडौँ नागढुङ्गादेखि धादिङ सिस्ने खोलासम्म र आर्थिक सहयोग भनेको जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाबाट 19 अर्ब रुपियाँ सहयोग रहेको छ। निर्माण गर्ने कम्पनी जापानिज कम्पनी हाम्जा एन्डो कर्पोरेसन भन्ने रहेको छ र यसको शिलान्यास भनेको चाहिँ 2076 कार्तिक 4 गते नै 4 गते भएको थियो र यसरी अरू डाटा पनि हेर्न सक्नुहुन्छ। नोटमा लेखिएको छ नेपालको पहिलो ऐतिहासिक सुरुङ मार्ग चुरियामाई सुरुङ मार्ग हो जसको निर्माण चाहिँ 1974 मा भएको थियो। 2 नम्बर रहेको छ प्रसिद्ध रोब रिपोर्ट का अनुसार 50 ग्रेटेस्ट लग्जरी होटल अन अर्थ 2026 को सूचीमा विश्वको पहिलो स्थानमा पर्न सफल नेपालको होटल भनेको चाहिँ सिन्तामढी मुस्ताङ रहेको छ। यसमा चाहिँ शेर्पा हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित यस होटल चाहिँ 24 जना अन्तर्राष्ट्रिय लग्जरी ट्राभल विशेषज्ञको मूल्याङ्कनका आधारमा यो सम्मान प्रदान गरिएको हो। त्यसै गरी 3 नम्बर छ गणित क्षेत्रको नोबेल पुरस्कार मानिने प्रतिष्ठा फिल्ड्स मेडल प्राप्त गर्ने चिनिया गणितज्ञ को हुन् भनेको छ। यसमा चाहिँ हङ वाङ र यु डेङ रहेको छ र चिनिया विज्ञद्वारा हङ वाङ र यु डेका साथै अमेरिकाका जोन पार्डन र क्यानाडाका ज्याकब सिमरम्यानलाई समेत गरी यस वर्षको फिल्ड्स मेडल प्रदान गरिएको। 35 वर्षीय चिनिया गणितज्ञ हङ वाङले प्रतिष्ठा मेडल जित्ने उपाधि तेस्रो गणितीय महिला बनेकी छिन्। 4 नम्बरमा रहेको छ संयुक्त राष्ट्र सङ्घ युएनओको 81औं महासभाको अध्यक्षतामा को निर्वाचित भएका छन्? यो चाहिँ एकदमै महत्त्वपूर्ण प्रश्न हो। यसमा चाहिँ को नियुक्ति हुनुभएको छ भन्दा खलिलुर रहमान बङ्गलादेशका परराष्ट्र मन्त्री चाहिँ युएनओको 81औं महासभाको अध्यक्षतामा निर्वाचित हुनुभएको छ र निर्वाचित चाहिँ कहिले हुनुभयो भन्दा 2026 जुन 2 मा निर्वाचित हुनुभएको छ। 190 मत मध्ये 49 मत प्राप्त गर्नुभएको छ। 5 नम्बरमा रहेको छ अमेरिका र रुसको संयुक्त अन्तरिक्ष टोली 241 दिन लामो अन्तरिक्ष अभियान पुरा गरी कहिले पृथ्वीमा अवतरण भएका हुन्? यो चाहिँ 2026 जुलाई 26 मा र सोयुज MS-28 अन्तरिक्ष यान मार्फत रुसी अमेरिकी अन्तरिक्ष यात्री चाहिँ 8 महिनाभन्दा बढी समय अन्तरिक्षमा बिताई पृथ्वीमा अवतरण भएका हुन्। 6 नम्बरमा रहेको छ लेबर पार्टीका पूर्व नेता कियर स्टारमरको बर्हिगमनपछि बेलायतको नयाँ प्रधानमन्त्रीका रूपमा कसलाई नियुक्ति गरियो? यसमा चाहिँ एन्डी बर्नह्याम र कहिले गरियो भन्दा 2026 जुलाई 20 मा। 7 नम्बरमा रहेको छ अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान कायम गर्ने सफल क्रिकेटर को हुन्? यसमा रहेको छ वैभव सूर्यवंशी। यो उहाँ चाहिँ भारतको रहेको छ र यो चाहिँ सन् 2026 जुलाईमा जिम्बाब्वे विरुद्धको टी20 खेलमा अर्धशतक प्रहार गर्ने खेलाडीको रूपमा कीर्तिमान कायम गर्नुभयो। यसअघि रेकर्ड कायम गर्ने कुशल मल्लको नाम थियो 2020 का अमेरिकाको एक दिवसीय खेलमा 15 वर्षमा 340 दिनको उमेरमा अर्धशतक प्रहार कीर्तिमान कायम गरेका थिए। 8 नम्बरमा रहेको छ अन्तर्राष्ट्रिय प्रतिष्ठित युरो मनी अवार्ड्स फर एक्सिलेन्स 2026 अन्तर्गत 3 विधामा सम्मानित हुन सफल नेपाल बैङ्क कुन हो? यो चाहिँ नोबेल बैङ्क रहेको छ। उक्त नोबेल बैङ्कले चाहिँ नेपाल बेस्ट बैङ्क अनि नेपाल बेस्ट बैङ्क अफ ESG र नेपाल बेस्ट फर SME उपाधि प्राप्त गरेका छन्।
समय छ हजारौँ माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्ने विचारको उहाँ हुनुहुन्छ लाओ त्सु। 10 नम्बरमा रहेको छ सौरमण्डल अन्तर्गत बुध ग्रहमा रहेको एउटा क्रेटर खाडललाई कुन नेपाली स्रष्टाको सम्मानमा सापकोटा क्रेटर नामाकरण गरिएको छ? यो चाहिँ कवि महानन्द सापकोटाको नाममा चाहिँ नामाकरण गरिएको हो। यो सन् 2015मा आइएयूद्वारा आधिकारिक नामाकरण गरिएको। 11 नम्बरमा रहेको छ नेपाल भारत परिवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेर भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक कारगिल रेल विराटनगर कस्टम यार्ड कहिले आइपुगेको हो? यो चाहिँ विक्रमसम्म 2083 साउन 4 गते विराटनगर कस्टम यार्डमा आइपुगेको हो। कारगिल सेवा चाहिँ साउन 1 देखि औपचारिक रूपमा सञ्चालन भएको हो। 12 नम्बरमा रहेको छ मनोरम ढुम्बा ताल कहाँ रहेको छ? यो मनोरम ढुम्बा ताल यो चाहिँ घरपजोङ मुस्ताङमा रहेको छ। करिब 3000 मिटरको उचाइमा अवस्थित मुटु आकारको निलो सुन्दर ताल जो चाहिँ मुटु आकारको त्यसपछि 160 मिटर र 130 मिटर गहिराइ र 10 फिट गहिराइ 10 मिटर गहिराइ भएको छ। र 13 नम्बरमा रहेको छ 15औँ साफ च्याम्पियनसिप पुरुष प्रतियोगिता कहिले आयोजना हुने भएको छ? यो चाहिँ 2026 नोभेम्बर 4 देखि 17 बङ्गलादेशमा हुने भएको छ। पहिलो साफ च्याम्पियन सन् 1993मा पाकिस्तानमा भएको थियो। 14 नम्बरमा रहेको छ नागरिक अगुवा तथा पूर्व प्रधानमन्त्री डाक्टर देवेन्द्रराज पाण्डेको निधन कहिले भएको हो? यो चाहिँ 2083 साउन 1 गते 87 वर्षको उमेरमा निधन भएको छ। नेपाल सरकार मन्त्री परिषदद्वारा राष्ट्रिय सदाचार नीति 2083 कहिले स्वीकृत भएको हो? राष्ट्रिय सदाचार नीति चाहिँ 2083 असार 18 गते स्वीकृत भइसकेको छ। प्रश्न नम्बर 16 रहेको छिन्नलाल गीत पुरस्कार गुठीद्वारा छिन्नलाल गीत विशेष सम्मान 2082बाट कसलाई सम्मानित गरियो? यसमा वरिष्ठ कलाकार हुनुहुन्छ मदन कृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ। जो चाहिँ गीत रचनातर्फ चाहिँ वरिष्ठ गीतकार डाक्टर नवराज लम्साललाई गरिएको छ। त्यसै गरी सङ्गीततर्फ किरण कडेल, त्यसै गरी गायकतर्फ विमला राई, त्यसै गरी युवा प्रतिभा पुरस्कारतर्फ गायिका सिरिका घिमिरेलाई सम्मान गरिएको छ। 17 नम्बरमा रहेको छ स्पेनमा करिब 150 वर्षपछि शासन गर्ने रानी बन्ने तयारीमा रहेकी उत्तराधिकारी को हुन्? राजकुमारी लियोनोर सन् 2026 का लागि र चाहिँ 20 वर्षीय राजकुमारी लियोनोर रहेको छ। र अरू पनि यहाँ तपाईँले पज गरेर हेर्न सक्नुहुन्छ। त्यसै गरी 18 नम्बरमा रहेछ बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहुद्दिनले स्वास्थ्यका कारण देखाउँदै आफ्नो कार्यकाल सकिने 2 वर्ष अगाडि राजीनामा कहिले दिएका हुन्? 2026 जुलाई 24मा चाहिँ राजीनामा दिएको छ। र 19 नम्बर रहेको छ भारतमा बहुचर्चित निट मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणसँगै चर्किएको 1 महिनाभन्दा लामो आन्दोलन शिक्षा मन्त्रीको राजीनामासँगै आन्दोलनरत कक्रोच जनता पार्टी र सरकारबीच कुन मितिमा सहमति भएको हो? यो चाहिँ 2026 जुलाई 25मा चाहिँ सहमति भएको छ। प्रश्न नम्बर 20 आजको अन्तिम प्रश्न नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 82-83मा नेपाल भारत बङ्गलादेशमा विद्युत निर्यात गरी कुल कति रुपियाँ आम्दानी गर्न सफल भएको छ? यसमा चाहिँ 29 अर्ब 32 करोड र 47 लाख चाहिँ आम्दानी गर्न सफल भएको छ। र यहाँ अघिल्लो वर्षको 4 अर्ब 53 करोड तुलनामा अहिले चाहिँ 4 गुणाले निर्यात आम्दानी र करिब 86%ले बढेको छ। आजको लागि यति नै। हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद र आगामी दिनहरूमा पनि तपाईँको लागि यस्तै लोकसेवा आयोग सम्बन्धी विभिन्न सामग्रीहरू लिएर उपस्थित हुने नै छौँ। धन्यवाद, नमस्कार।